एभ्रिवान, गुड मर्निङ सबैजनालाई। नमस्ते भनिदेऊ सबैजना, गुड मर्निङ। नमस्ते सबैलाई। ल आज चाहिँ आमा र म फेरि मेरो टुरमा, प्रोग्रामको टुरमा जाँदैछु र 5 दिनको टुर छ। अब जाँदैछु, अब त्यहाँ के हुन्छ भ्लगहरू बनाउँदै गर्छु, हेर्दै जानु होला। हामी चाहिँ अहिले 9 बजेबाट तर धार्की आइपुग्यौँ र अहिले गाडी एकछिन रोकेको छ। पानी परेको छ बाहिर है। खाजा खानु लागेको छौँ हामी चाहिँ। आमाले सुक्खा रोटी हो, मलाई चाहिँ पुरी तरकारी मनपर्छ, पुरी तरकारी खाँदैछु। आमा र म चाहिँ कुरिनटारमा यहाँनिर ई स्टप भन्ने ठाउँमा खाना खायौँ। एकदम मिठो थियो। आमाले त खाएन, मैले मात्रै खाएँ। राम्रो सफा ठाउँ, राम्रो रहेछ जग्गा पनि। आमा र मलाई चाहिँ नारायणघाट भन्यो, नारायणघाटबाट रामनगर भन्यो, रामनगरबाट पनि फेरि अहिले के ढुङ्गा अरे भाइ, दास ढुङ्गा भन्ने ठाउँमा प्रोग्राम रहेछ। हामी चाहिँ जगडी भन्ने ठाउँमा झरेर हामी जाँदैछौँ अटोमा। मजा आइरहेको छ अटोमा जानु। यस्तो राम्रो राम्रो ठाउँहरू चाहिँ मजा आउँछ काम गर्नु पनि है दिदी। यो मन पर्यो। यस्तो राम्रो ठाउँमा आइसकेको छौँ। अब म बाहिरको भिडियोहरू पनि बनाउने छु। एकदम रमाइलो लाग्यो मलाई, राम्रो लागिरहेको छ। अशोका रेस्टुरेन्ट है यो। अब बाहिरतिर यसो घुमेर भिडियोहरू बनाउँछु म चाहिँ प्रोग्रामको लागि रेडी भइसकेँ। आमा पनि मसँग छ। अब जाँदैछौँ हामी स्टेजमा। आज चाहिँ नारायणघाटमा प्रोग्राम छ हाम्रो। हेलो एभ्रिवान, म चाहिँ प्रोग्राम सकेर आइसकेँ रुममा। अब मेकअप सेकअप उतारेर फ्रेस भएर सुत्नुपर्छ। भोलि अर्को ठाउँमा प्रोग्राम छ। भोलि अर्को ठाउँको प्रोग्रामको लागि तयारी गर्नुपर्छ। फेरि यहाँबाट जानुपर्छ भोलि फेरि वीरगन्ज। आमा चाहिँ सिरियल हेर्दैछ। हामी अब म चाहिँ खाना खाएको छुइनँ, अब खाना खान्छु। नमस्ते सबैजनालाई, गुड मर्निङ। हाम्रो चाहिँ अब यहाँनिर हिजो प्रोग्राम सक्यो है। हिजो यहाँनिर प्रोग्राम सकेर अब हामी बिहानको ब्रेकफास्ट गरेर निस्किन्छौँ। यहाँबाट ब्रेकफास्ट गर्न जाँदैछौँ। आज चाहिँ यहाँ बे छ, तर बेको प्रोग्राम चाहिँ हामी एटेन्ड गर्न पाउँदैनौँ। बेको प्रोग्राममा अरू छ। मेरो चाहिँ वीरगन्जको प्रोग्राम भएकोले गर्दा म चाहिँ जाँदैछु आज खाजा खाएर। अब आज चाहिँ हामी यहाँबाट निस्किन्छौँ। खाजासाजा पनि हामीले खाइसक्यौँ है आमा। रमाइलो ठाउँ है, रमाइलो नि। छोड्नु मन होला, मजाको ठाउँ। छोड्नै तर अब जानुपर्छ, हामी यहाँबाट निस्किनै पर्छ है। प्रोग्राम छ। हामी टुरिस्ट जस्तै भइसक्यो। टुरिस्ट जस्तै भइसक्यौँ हामी चाहिँ। अब जाउँ, अब रेडी हौँ, रुमबाट निस्क्यौँ। ल नमस्ते सबैजनालाई। म चाहिँ आज प्रोग्रामको लागि, कलैयाको प्रोग्रामको लागि रेडी भइसकेको छु। आज चाहिँ मसँग एकजना सरप्राइज हुनुहुन्छ मेरो साथमा। त्यो एकछिनमा अहिले म देखाउनु छु तपाईँहरूलाई। राम्रो गायिका बहिनी पनि आज मसँग छ। मुना बहिनी यहाँनिर रेडी भइसकेको छ। हाम्रो मुना बहिनी। हेलो बहिनी। आज फर्स्ट टाइम है हामी दुईजना आज मतलब भेट त भएको, तर काम प्रोग्राममा आज फर्स्ट टाइम हाम्रो सँगै प्रोग्राम छ र म एकदम खुसी लागेको छ। सम्पूर्णलाई नमस्ते। हजुरको के युट्युब हो, भ्लग हो यो मेरो। यहाँ उहाँहरू चाहिँ पुरानो हाम्रो भ्युवर्स पनि हो। हाम्रो छोराबारीको त एकदम फ्यानहरू पनि हुनुहुन्छ उहाँहरू है। र आज हामी सँगै काम गर्ने मौका पाएको छ स्टेजमा। हामी आज एकदम जमाउनुपर्छ ल। ल ओके। ल अहिले भरे हामी फेरि अझै भ्लगहरू बनाउँछु त्यहाँ गएर। होटलमा आएर आज हाम्रो प्रोग्राम छ यहाँनिर। हेर्दै जाउँ है के हुन्छ। हेलो नमस्ते सबैजनालाई। र आज चाहिँ हामी कलैयामा प्रोग्राम सकेर अब यहाँबाट निस्किनु लागेको छु। निस्किनै लागेको हामी है। गुड मर्निङ सबैलाई। अब कलैयाबाट हामी निस्किन्छौँ। आज चाहिँ हाम्रो यहाँनिर प्रोग्राम थियो र अब हामी यहाँबाट निस्किँदैछौँ। अब वीरगन्ज जान्छौँ। भोलि वीरगन्जमा प्रोग्राम छ। अरू के हुन्छ देखाउँदै गर्छु। नमस्ते सबैजनालाई। वीरगन्जको गरम चाहिँ यस्तो छ कि भर्खर नुहाएको पसिनाले खलखल भइसक्यौँ है। अब हिजो यहाँनिर बसेको थियौँ हामी वीरगन्जमा। आज चाहिँ मेरो अर्को ठाउँमा प्रोग्राम छ। हिजो चाहिँ एक दिन ग्याप थियो, प्रोग्राम थिएन। र आज रुबिनाको बर्थडे हो र रुबिनालाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। मेरो प्यारी बुहारीलाई एकदम दीर्घायुको कामना, एकदम उच्च प्रगतिको कामना गर्दछु। उसको हरेक इच्छाहरू पुरा होस् रुबिनाको।
उसलाई एकदमै जन्मदिनको धेरै धेरै शुभकामना। र आमा तिमी के भन्न चाहन्छौ रुबिनालाई? मेरो नातिनी बुहारीलाई धेरै धेरै आशीर्वाद छ मेरो। उसले चिताको कुरोहरू सबै पुगोस्, उसलाई कहिले रोग कष्ट नलागोस्, जोडी दुश्मन केही नलागोस्, उसलाई सधैँभरि हाँसी खुसी रहोस्, सुख शान्ति रहोस्। मेरो नाति नातिनीलाई जन्मदिनको बधाई, ह्याप्पी बर्थडे रुबिना। ल आमाले पनि दिइसके आशीर्वाद। र अब आज हामी यहाँबाट निस्किन्छु। काठमाडौँमा भएको भए त म यसो केक सेक काटिदिन्थेँ होइन। काठमाडौँमा छुइनँ, म काठमाडौँदेखि बाहिर छु, त्यही भएर यसपालि रुबिनाको बर्थडेको केक पनि मैले काट्नु सकिनँ। ठिकै छ, अब पछि गरौँला। अब हामी यहाँबाट निस्किन्छौँ। हामी परदेशीहरू चाहिँ फेरि यहाँनिर अर्को ठाउँमा आइपुगिसक्यौँ, अर्को जग्गा आइसक्यौँ। कतिवटा ठाउँ चेन्ज गरेको छौँ है। गर्मीले हत्तु भइसक्यो, यस्तो गर्मी छ कि फेरि अर्को ठाउँमा ओम पार्टी प्यालेसमा आज छु। अब वीरगन्जको आज सकेर भोलि फेरि उता कहाँ अरे मिर्चयामा जानुपर्छ भोलि। अब भोलि त्यहाँ गएर अहिले भएर भिडियोहरू बनाउँछु म यहाँको पनि। आज चाहिँ मेरो यहाँनिर ओम पार्टी प्यालेसमा प्रोग्राम छ। यहाँ चाहिँ अब म आइसकेको छु र गीतहरूमा एउटा दुइटा गाइसकेको छु मैले। म चाहिँ आज यहाँनिर। अनि दाइ तपाईँ एकचोटि यता हेरिदिनुहोस् त, भनिदिनुहोस् तपाईँको नाम के अरे? मेरो नाम किरण सिंह परियार। किरण सिंह परियार है। म चाहिँ सञ्जिता सिंह, म चाहिँ किरण सिंह। आज फर्स्ट टाइम हामी दुईजना सँगै छौँ र अब मैले चाहिँ गाइसकेँ, म सुन्छु म। र यहाँ हामी अब सुरु गर्दैछौँ प्रोग्राम है। मेरो यो भ्लग है, युट्युब भ्लग हो। आज चाहिँ हामी आएको छौँ, यो ठाउँको नाम के मिर्चया, मिर्चयाको कुन चाहिँ सिराहाको मिर्चयामा छौँ। र आज हाम्रो यहाँनिर प्रोग्राम चाहिँ हाम्रो कहाँ छ हाम्रो, अब म देखाउँदैछु। र आज हामीसँग म चाहिँ आएको छु, मेरो प्यारो भाइ रवि भाइ हुनुहुन्छ हामी मेरो साथमा। र उहाँको प्रोग्राम मैले अस्ति पनि गरेको छु। र हामी धेरै 12 वर्ष अगाडिदेखिको मेरो प्यारो भाइ, हाम्रो सम्बन्ध राम्रो छ। अन्त उहाँ चाहिँ एकदम लोक स्टारमा फाइनलिस्ट हुनुहुन्छ, लोक स्टारको फाइनलिस्ट पनि हुनुहुन्छ र एकदमै राम्रो कलाकार हुनुहुन्छ उहाँ। सङ्गीत एकदमै, उहाँले एकदमै सङ्गीतलाई माया गर्नुहुन्छ, एकदम राम्रो कलाकार। र हामी धेरै काम गरिसकेको छौँ रवि भाइ है। हामीले धेरै काम गरिसकेको छौँ। र यो आजको मेरो युट्युब भ्लगमा रवि भाइलाई पनि मैले देखाउँदैछु है। अहिले हामी फोटोसोटो अहिले खिच्छौँ। र हाम्रो बहिनीहरू पनि आउनु भएको छ। आज हाम्रो बहिनी हुनुहुन्छ काजल के हो? काजल कर्ण, एकदम ब्युटिफुल छ हेर्नुहोस् है। र हाम्रो ब्लगमा छौँ आज चाहिँ हामी होइन। मेरो ओहो दार्जिलिङ मोमो भनेर चाहिँ मेरो ब्लग चाहिँ, तर सबै छ होइन। मेरो रेस्टुरेन्ट थियो नि त काठमाडौँमा, अनि रेस्टुरेन्ट चाहिँ मैले अस्ति भर्खर बेचेँ। ब्लग चाहिँ कन्टिन्यू छ, तर मेरो छोरा बुहारीहरूको चाहिँ कन्टिन्यू हुन्छ उनीहरूको चाहिँ ब्लग। आयुष रुबिनाहरू थाहा छ तपाईँलाई? आयुष रुबिना टिकटकमा हो, युट्युबर हो उनीहरू, ब्लगर हो मेरो छोरा बुहारी। अनि अब हामी प्रोग्राममा जाँदैछौँ सबैजना। स्वागत पनि रहेछ है, स्वागत पनि रहेछ। वेलकम टु सौदी। थ्याङ्क यू है। कति राम्रो स्वागत पनि रहेछ। ल यहाँ भिडियो पनि बनाउनुहुन्छ है। थ्याङ्क यू सो मच। मेरो जेठान हुनुहुन्छ, उहाँलाई स्पेसल है। मेरो भेनाजु हुनुहुन्छ। ल थ्याङ्क यू। हामी आउँ भित्र ल। अशोक अङ्कल बस स्पेसल काजलजी। ल कति राम्रो स्वागत पनि भयो है रवि भाइ।
रवि भाइको पनि त्यहाँ नराम्रो ठाउँमा त जाँदैन नि बोलाउँदैन। राम्रै ठाउँमा आउँछ राम्रो स्वागत भयो ल गुड मर्निङ सबैजनालाई हामी चाहिँ अब काठमाडौँतिर जाँदैछौँ है काठमाडौँतिर लाग्दैछौँ सिन्धुलीको बाटो काठमाडौँ पुगेर भिडियो म एन्ड गर्नेछु हामीले चाहिँ सिन्धुलीमा अहिले खाना खानु रोकेको छौँ आमा खाना मिठो थियो है खाना मिठो थियो कस्तो मिठो थियो गर्मी गर्मी त कस्तो गर्मी अब भयो अब त भयो ल अब हामी गाडीमा बसौँ रमाइलो ठाउँ सिन्धुली खाना खाने ठाउँ एकदम रमाइलो ओहो कस्तो कालो भएर आएको क्या हामी त आमा छोरी दुईजना तराईबाट एकदमै थाकेर नसुती 9 घन्टाको बाटो सिन्धुलीको एकदम बिग्रेको बाटोबाट आइपुग्यौँ हामी घर आइपुगिसक्यौँ र आएर म चाहिँ एकछिन आउने बित्तिकै रेस्ट गरेँ र अब यात्राहरू हाम्रो यस्तै भयो रमाइलो यात्रा भयो आमा छोरीको र हाम्रो यो भिडियोहरू हेरिदिनु होला तपाईँहरूले र कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला म चाहिँ एकदम बिरामी जस्तो भइरहेको छु अहिले सुतेको पनि छुइनँ है त्यही भएर अहिलेको लागि चाहिँ म यो भिडियो यहीँ एन्ड गर्छु तपाईँहरूको माया साथ सपोर्ट यसरी पाइराखौँ सधैँभरि लभ यु अल